Hello everyone, welcome to my channel. सबैलाई नमस्ते। आजको भिडियो चाहिँ बेसिकली म चाहिँ यो बेबी बन्टिङ भन्ने सपमा गएको थिएँ, त्यहाँबाट चाहिँ बच्चाको लागि सामानहरू किन्नुपर्ने थियो। अनि त्यो स्टेलाइजरहरू, नर्सिङ पिलो यताउता, अनि अनलाइन प्राइस चेक गर्दा चाहिँ कम्पिटेटिभ बेबी बन्टिङमा चाहिँ सस्तो थियो होइन। यो एउटा सुरुमा हेरेको चाहिँ यो हो, यो चाहिँ बोतल स्टेलाइज गर्नको लागि यस सजिलो रहेछ। अनि त्यहाँबाट चाहिँ यसो गयो होइन, अरू के सामान पाइन्छ भनेर यसो हेरिदिनुहोस्। यहाँ त्यो अलिक ठुलो भएको चाहिँ त्यो वकिङ कार्डहरू यताउता। अनि त्यहाँबाट चाहिँ यता गएको त्यसरी धेरै आइटमहरू पाउँदो रहेछ। यहाँ चाहिँ बच्चाहरू सबै बेबी रिलेटेड आइटमहरू मात्र हुँदो रहेछ, खेलाउने कुराहरूदेखि लिएर सबै कुरा हेर्दै त्यहाँबाट यो सब चाहिँ वार्नेस पे भन्ने ठाउँमा यो यस्तो हेरेको त ओहो यो त त्यो क्रिबमा राख्नलाई ठिक हुन्छ भनेर मैले अनि यसो लिएँ होइन। लानु पऱ्यो भने सेलमा पनि रहेछ 15%। अनि त्यहाँबाट यता आयो, अब त्यो खोज्दै हिँडेको कता रहेछ नर्सिङ पिलो भनेर भेटाइनँ त्यो चाहिँ। अनि सोध्नुभन्दा पहिला अब आफै हेर्नु पऱ्यो भनेर यस्ता हेर्दै हिँडेको स्वाडलहरू त देखेँ। अनि त्यहाँबाट यहाँ आएको यो सनसेट चाहिएको थियो, गाडीमा थिएन, यो पनि एउटा हालिहाल्नु पऱ्यो भनेर होइन। यो पनि सेलमा रहेछ, अनि त्यो पनि लिइहालेँ। अनि त्यहाँ यस्तो हेरेर आएको त यो स्विङहरू, त्यो बस्नको लागि स्विङहरू बेबीको त्यो पनि थियो। अनि यसो हेरेँ, हामीसँग चाहिँ अलरेडी थियो। अनि यो पछि कार्डहरू हल्का हिँड्न जान्ने भएको पछि कार्डहरू काम लाग्ला भनेर अनि चाहिँ हेरेँ। अनि त्यहाँबाट चाहिँ म चाहिँ अब यत्तिकै डुल्दै बसेँ एकछिनसम्म। अनि यो चाहिँ नुहाउने बेलामा के युज गर्ने डाकहरू, अनि यो नुहाउने बेलाको आइटमहरू हेरेँ। अनि त्यहाँबाट चाहिँ अब चाहिँ खोज्नु पऱ्यो भनेर अनि एकछिन यता उता हिँड्दा सबै कुरा हेरेँ। यो चाहिँ अब हल्का थियो तिनीहरूको मैले अनि यो नेपिवेस क्रिमहरू पनि भेटाएँ। यो चाहिँ उलिस कोर्सभन्दा चाहिँ चिप रहेछ, यहाँ चाहिँ $14.95 चिप रहेछ। अनि फाइनली मैले चाहिँ खोजेको कुरा भेटाएँ, नर्सिङ पिलो। यो चाहिँ टमी टाइम गर्नुको राम्रो हुन्छ भनेर अनि यो लिएँ, एउटा यो भरेँ। अनि त्यसपछि ट्रली पनि फुल भइसकेको थियो। अनि लिएँ, अनि यो के अरे ऱ्याप गर्ने, सरल ऱ्याप गर्ने 4 प्याक आइटम पनि रहेछ होइन। ओभरअल तपाईँ बेबी बन्टिङमा चाहिँ सबै कुरा पाउने रहेछ बच्चाको चाहिँ। त्यहीँबाट अनि हेरेँ यताउता हेर्दै हिँड्ने होइन। अब यो पनि लानुपर्ने थियो, अब यो एउटा चाहिँ बोक्नु पऱ्यो भने बोकेँ। अनि यो सबै यहाँ हालेँ, गाडीमा लिएर आएँ। सनसेट क्रिम, त्यो बिपेन्टेन, अनि त्यसपछि यो फोर क्रिब। अनि त्यहाँबाट स्पेसली गएको चाहिँ यो स्टेलाइजर। यहाँ पानी उमालेर के अरे भाँडामा उमाल्यो, बोतल गऱ्यो, ततायो गऱ्यो, लास्टै टाइम लाग्ने होइन। अनि यसो हेर्दा अनलाइन रिसर्च गर्दा त यो त 80 ml वाटर हाले पुग्दो रहेछ। अनि उता उमाल्नु पऱ्यो 3-4 लिटर पानी चाहिने भाँडामा, पानी नि सेभिङ, यो महँगो त त्यत्तिकै हुन्छ। यत्रो धेरै के हो यो सबै टमी टाइमिङदेखि लिएर स्टेलाइजर, सनसेट, अनि त्यसपछि किड्सको अनि नेपिवेस क्रिम। आजको मेरो सपिङ चाहिँ बेबी बन्टिङबाट यति धेरै। अनि यो सबै सपिङ चाहिँ मैले बेबी रिलेटेड प्रोडक्ट लिएर आएको। यो चाहिँ नेपिवेस क्रिम धेरै नै राम्रो हुँदो रहेछ कम्पेयर। अनि त्यहाँबाट यो चाहिँ अर्को खेल्ने कुरा तपाईँको क्रिपको माथि राख्नको लागि सजिलो। आजको चाहिँ मेरो सपिङ सोल्ली बेबी बन्टिङमा गरेँ। त्यसमा चाहिँ मैले 5-6वटा आइटम लिएर आएँ होइन। यो नेपिवेस क्रिम धेरै राम्रो हुँदो रहेछ कम्पेयर टु अर्को क्रिम, नाम भन्न मिल्दैन होला। यो चाहिँ इजी लगाउनको लागि, अनि अलमोस्ट चाँडै नै हिल हुँदो रहेछ यो रेसेसहरू। अनि त्यसपछि अर्को चाहिँ यो
डन है कहिलेदेखि बच्चाले स्टार्ट प्लेइङ गर्न खोज्छ सजिलो होला यो अनबक्सिङ गरिहालौँ होइन यहाँ हेरौँ कस्तो छ ए ब्याट्री हाल्नुपर्ने रहेछ ब्याट्री हाल्यो ब्याट्री हालेर यो नाइस ब्याट्री हाल्यो अनि यो मार लाग्यो अनि यो चाहिँ सनसेट यो चाहिँ गाडीमा लास्टै भइरहेको थियो काम परिरहेको थियो र किनेको नि थिएन अनि यो त्यहाँ गएको यत्तिकै देखिहालेँ मैले अनि यो लिइहालेँ एउटा होइन यो पनि ठिकै इकोनोमिकल प्राइसमै थियो बेबी बन्टिङमा अनलाइन किन्दा नि हुन्छ हामीलाई चाहिँ चाहिएको भएर मैले लिइहालेको राम्रो छ अनि प्लस यहाँ यो अब यताउता के अरे पिक्चरहरू छ अनि त्यसले गर्दा चाहिँ प्रब्लम बच्चालाई चाहिँ रमाइलो लाग्छ होला होइन अनि त्यहाँबाट चाहिँ यो चाहिँ मोस्टली इम्पोर्टेन्ट कुरा यो चाहिँ यो नर्सिङ पिलो होइन यो चाहिँ अब मिल्क उ गर्दा नि हुन्छ प्लस टमी टाइमिङको लागि एकदम हेल्पफुल हुँदो रहेछ हो बेबी यो पनि त्यहीँबाट लिएर आएको अनि मोस्ट इम्पोर्टेन्ट थिङ चाहिँ आज चाहिँ हामीले लिएर आएको चाहिँ यो हो यो चाहिँ स्टरलाइजर हो स्टरलाइजर प्लस इलेक्ट्रिक बोटल वार्मर रहेछ होइन यसमा चाहिँ कति यो चाहिँ डिस्काउन्टमा थियो है डिस्काउन्टमा भएको भएर बेबी बन्टिङमा यो चाहिँ अफर लागेको कम्पेयर टु अदर प्लेस होइन यो चाहिँ चिपे चाहिँ प्रब्ली यो न्यु इयर र बक्सिङ डेको सेल स्टिल भएको भएर चाहिँ हो अनि यो लिएर आयौँ जस्तो गाह्रो राम्रोसँग टेप लगाएको रहेछ मैले टेप बाहिर फोटो हेरेँ अन्त इभन बोतलहरू पनि आउँदो रहेछ थाहा छैन मलाई बोतलहरू पनि आउँदो रहेछ हामीले चाहिँ बोतल चाहिँ पहिल्यै किनिसकेको थियौँ होइन तर आफै घरमा उमाल्ने भएको भएर चाहिँ लास्टै गाह्रो भएर नाइस सानो खालको बोतल रहेछ 30 म्याक्सिमम 150 अनि यो चाहिँ ठुलो 260 सो इट मिन्स हामीलाई चाहिँ अब चाहिँ बोतल चाहिँ किन्नु पर्दैन जस्तै छ भन्ने रहेछ बोतल कति पिस हुँदो रहेछ यसमा म हेर्छु है निकालेर ओके ओभरअल बोतलको क्वान्टिटी हेर्दा नाइस एमाउन्टको बोतल रहेछ कति 2 3 4 प्लस 5 ठुलो बोतल अनि 2 सानो बोतल रहेछ अब अर्को हेर्छु है यो भित्र के छ यो यता राख्नु मैले अनि यो भित्र नेक्स्ट मेन कुरा चाहिँ ओके मेन कुरा चाहिँ यो स्टरलाइजर कसरी चलाउने अब थाहा छैन त्यो के अब पढ्नुपर्ने हुन्छ कसरी युज गर्ने भनेर र यो हामीले सुरुमा चाहिँ नलिने भनेको तर अहिले लास्टमा चाहिँ लास्टै घाउ भयो किन भन्नाले अब सामान्य यहाँ चाहिँ क्लिनिङ किटहरू रहेछ अनि एक्स्ट्रा पेसिफायर नै दिएको रहेछ यिनीहरूले होइन क्लिनिङ किट टङ अनि ब्रस रहेछ यो चाहिँ यहाँ राख्ने रहेछ अनि त्यसपछि यो चाहिँ बोतल वार्मर रहेछ होइन त्यही भित्र बोतल वार्मर अनि त्यसपछि यो चाहिँ स्टिल रहेछ ओके राम्रो रहेछ यो चाहिँ अब यसरी मेबी यहाँ राख्यो कसरी अब कतिवटा बोतल मेबी 2-3 यसरी होला ओके यसरी राख्ने रहेछ अनि यो राखेर अनि वास बोतल थ्रोली यो चाहिँ यहाँ राख्नुभन्दा अगाडि चाहिँ पहिला चाहिँ बोतल पखाल्नु पर्ने रहेछ
अनि पखालेको बल्ल राख्नुपर्ने रहेछ होइन स्केल्ने रेगुलरली अनि राम्रो रहेछ यो चाहिँ 1 इयर्सको वारेन्टी पनि छ यसमा अनि त्यसपछि 1 इयर्स वारेन्टी प्लस पैसा नि घटाएर रहेछ पैसा चाहिँ म भन्दिनँ पैसा नि घटाएर रहेछ अनि राम्रै सेल रहेछ अनि यही हो आजको सपिङ हेर्नु ल त है अब जाँदा जाँदै यो सामानहरू हामीले पहिला किनेको थियौँ योपालि किनेको अनि त्यसपछि कस्तो हुन्छ अब यताउता म अपडेट गराउँछु प्लस यो स्टेलाइजरमा चाहिँ एक्स्ट्रा बोतलहरू आउनु भयो भने तपाईँले एक्स्ट्रा बोतलहरू नकिन्दा नि हुँदो रहेछ त्यही भएर अब तपाईँले किन्नुहुन्छ भने सुरुमै यो किन्दा नि नट टु ब्याड आइडिया है अनि यस्तै भिडियो यसको बारेमा एनी अपडेट कस्तो राम्रो छ कि छैन इनकेस नराम्रो भने म अपडेट दिन्छु हस् त थ्याङ्क यू भिडियो हेरिदिनु